नमस्कार यहाँहरू सबैजनामा। म वैदेशिक रोजगार प्रणालीमा रहेको पुनः श्रम स्वीकृतिका लागि वा नयाँ श्रम स्वीकृतिका लागि पनि उपयोग हुन्छ। श्रमका लागि हामीले गर्ने पेमेन्ट, 3वटा पेमेन्टहरू कसरी गर्न सकिन्छ भनेर सजिलो तरिकाबाट सिकाउन लागिरहेको छु र म आज यहाँहरूलाई यो ई-सेवा मार्फत पेमेन्ट गर्ने तरिका बताउन लागिरहेको छु। सुरुदेखि अन्तिमसम्म भिडियो हेर्नुहोला। त्यसो गर्नुभयो भने यहाँलाई बुझ्न पनि सजिलो हुन्छ र पेमेन्टका लागि सजिलैसँग यहाँले आफै गर्न सक्नुहुन्छ। सबैभन्दा पहिला यहाँले मेरो यो ई-सेवा लगइन भइसके पछाडिको इन्टरफेस देखिरहनु भएको छ। यसको माथिपट्टि रहेको सर्च बटनमा क्लिक गर्नुहोला। यहाँ क्लिक गरेर वेलफेयर लेख्नुहोला। यो भनेको हामीले वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न लागिरहेका छौँ। यो वेलफेयर लेखेर यहाँले सर्च गर्नुभए पछाडि यहाँ माथि फरेन इम्प्लोइमेन्ट वेलफेयर फन्ड भनेर आउँछ। यसलाई क्लिक गर्नुहोला। यसलाई क्लिक गरिसकेपछि यहाँले आफ्नो पासपोर्ट नम्बर राख्नुपर्ने हुन्छ। मसँग एउटा पासपोर्ट नम्बर छ। मैले त्यो पासपोर्ट नम्बरलाई यहाँ राखेको छु र राखिसके पश्चात प्रोसिड गर्नुहोला। प्रोसिड गरे पछाडि यसरी यहाँको डिटेल आउँछ। यसमा देशको नाम र आफ्नो नाम विचार गर्नुहोला। कम्पनीको नाम पनि विचार गर्नुभएको हुन्छ। यस पछाडि प्रोसिड गर्नुहोला। यो प्रोसिड गरिसके पछाडि यहाँले चाहिँ कन्फर्म गर्ने हुन्छ। यो कन्फर्म गरिसके पछाडि यो पेमेन्ट हुन्छ र यो सक्सेस भएको मानिन्छ। यो एउटा रकम यहाँले तिरिसक्नु भएको छ। अब दोस्रो तिर्नको लागि फेरि यहाँहरू सर्च बटनमा आउनुहोला। DOFE टाइप गर्नुहोला। DOFE टाइप गर्दै गर्दाखेरि यहाँहरूले यो वैदेशिक रोजगार म्यादी बिमाका लागि पैसा तिर्न खोज्दै हुनुहुन्छ। यहाँले यहाँ अहिले मेरो स्क्रिनमा 4वटा इन्सुरेन्स कम्पनीहरूको नाम देखिएको छ। कुनै एउटामा क्लिक गर्नुहोला। मैले माथि देखिएकैमा क्लिक गरेँ। तत्पश्चात यहाँ पासपोर्ट नम्बर राख्नुहोला। पासपोर्ट नम्बर मैले यसलाई राखिदिएँ। प्रोसिड गर्नुहोला र यो पनि अहिलेको जस्तै पेमेन्ट गर्नुहोला। यसमा पनि आफ्नो नाम, देश र कम्पनीको नाम सकेसम्म याद गरेर प्रोसिड गर्नुहोला। यो प्रोसिड गरिसके पछाडि कन्फर्म गर्नुहोला। यो 2वटा रकम यहाँले तिरिसक्नु भएको छ। सामाजिक सुरक्षा कोषको 1 महिनाको रकम तिर्नुपर्ने हुन्छ। त्यसका लागि फेरि यहाँहरू यो सर्च बटनमा जानुहोला र यहाँ SSF टाइप गर्नुहोला। SSF टाइप गरे पछाडि सोसियल सेक्युरिटी फन्ड भनेर यसरी देखिन्छ। यहाँले यो 2वटा नम्बर, सबमिसन नम्बर र इम्प्लोयर आइडी यहाँहरूले टाइप गर्नुपर्ने हुन्छ। यो सबमिसन नम्बर र इम्प्लोयर आइडी चाहिँ यहाँहरूले आफ्नो लगइन पोर्टलबाट पनि प्राप्त गर्न सक्नुहुनेछ वा यहाँले जहाँबाट चाहिँ यो श्रमको सहजीकरण प्राप्त गर्दै हुनुहुन्छ उहाँसँग सोधेर पनि प्राप्त गर्न सक्नुहुनेछ। हस्, धन्यवाद।